स्थानीय बजेट प्रक्रियामा लापरवाही अब क्षम्य हुने छैन। सबै त खबरदार। असारको 10 गते छेउमा आइपुग्दा संघ प्रदेशको सानो साया ओढेर स्थानीय तहको जनप्रतिनिधिहरूले जनताको सरकार भन्ने गौरव बोकेर काम नगरेको वर्षौं बितिसकेको छ। अब त्यो मौनता टुट्नु पर्छ। स्थानीय सरकारको अर्थशास्त्र केवल अङ्कको हिसाब होइन, त्यो गाउँको घाँटी सुकाएर लत्ता कपडा नपाएर बालबालिकाको शिक्षा हो। स्वास्थ्य चौकीमा पर्खदा बिर्सिएका आमा हुन् र सडक नबन्दा ट्र्याक्टर पल्टिने किसानको दुःख हो। बजेटको छ, बजेट जनताको छ, त्यसको मालिक पनि जनता नै हुन्। त्यसैले अब कोही पनि यो प्रक्रिया असंवेदनशील ढङ्गले चलाउन पाउँदैन। जनप्रतिनिधि खबरदार, तपाईहरू प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। यो बजेट बनाउने अधिकार होइन, जिम्मेवारी हो। जवाबदेहिताको साथ टोल भेला नगरी विषयगत समिति छलफलविहीन कार्यपालिकाबाट छलछाम र सभा मात्र औपचारिक वाचन स्थल बनाउने परिपाटीले तपाईहरूको जनसम्बन्ध र विश्वसनीयता गुम्दै गएको छ। अबको पुस्ताले प्रश्न गर्नेछ, तपाईँ सभामा बोल्न गएका कि चुप बस्न। प्रमुख प्रशासकीय अधिकृत खबरदार, तपाईहरू प्रशासनिक संयन्त्रका मूल आधार हो। तर पछिल्ला अभ्यासहरूले के देखाएको छ भने तपाईहरू नीति निर्माणमा प्रत्यक्ष हस्तक्षेप गर्दै सत्ता समीकरण बनाउने खेलाडीको भूमिकामा देखिनु भएको छ। यो भूमिकाले ब्युरोक्रेसीलाई गलत दिशामा धकेलेको छ। प्रशासन भनेको प्रक्रियाको संरक्षक हो, योजनाको मालिक होइन। नागरिक समाज, पत्रकार र स्थानीय अभियन्ता खबरदार, तपाईहरू आवाज उठाउने, प्रश्न सोध्ने, पारदर्शिता खोज्ने पक्ष हो। तर किन मौन? बजेट सार्वजनिक नहुँदा चुप्प, टोल भेला नहुँदा चुप्प, छलफल बिनाको योजना स्वीकृत हुँदा पनि चुप्प। यो चुप लाग्नु सहमत हुनु हो। अब समय आएको छ वडा स्तरीय बजेट हेर्ने, योजना सार्वजनिक गर्न माग गर्ने र आवश्यकता परे सार्वजनिक सुनवाई र अदालतको ढोका। त्यस्तै सञ्चार माध्यमलाई खबरदार भर्न चाहन्छु। बजेट पेश भएको दिन खबर लेख्ने तर योजना पढेर नजाने, नीति कार्यक्रमको वाचन मात्र रिपोर्ट गर्ने तर त्यसको क्रियान्वयनको फाइलमा नजाने। सञ्चार अब केवल सूचनाको माध्यम होइन, नागरिक निगरानीको औजार हो। बजेट सार्वजनिक नगरेको, जनताको सुझाव नलिएको, कानुन विपरीत प्रक्रिया चालेकालाई तपाईहरूले समाचार बनाउने कि मौन रहने? आम जनतालाई खबरदारी भन्न चाहन्छु। तपाईहरूको मौनताले यिनले यो मनपरी गरिरहेका छन्। टोल भेला नभए भन्नुस्, योजना थाहा नभए वडा गेट ढकढक्याउनुस्, बजेट कहाँ गयो थाहा नभए पत्रकारलाई सोध्नुस्। बजेट नागरिकको कर र अधिकारबाट बनेको हो, त्यो एकजनाले होइन, सबैको अधिकार हो। त्यसो भए अब के गर्ने? अब बजेट सभामा प्रस्तुत भएको दिनमै सार्वजनिक गरिनुपर्छ। वडा स्तरीय बजेट सार्वजनिक गर्नुपर्ने कानुनी दबाव सिर्जना गर्नुपर्छ। सार्वजनिक सुनवाई अनिवार्य गर्न लगाउनुपर्छ। सञ्चार, शिक्षक, युवा, व्यवसायी, नागरिक समाज सबै मिलेर बजेट अनुगमन मञ्च गठन गर्नुपर्छ। बजेटमा अनियमितता भेटिएमा जनहित मुद्दा हाल्नुपर्छ। त्यसो भए अब के गर्ने? अन्त्यमा जनताको सरकारको अन्त्यमा त्यसो भए जनताको सरकारमा जनताको नै बजेट लुटिने हो भने त्यो शासन होइन, लाज हो। अब स्थानीय तहमा कानुनी, नैतिक र नागरिक जिम्मेवारीको पुनर्स्थापना गर्ने पर्छ। 7औं चरणको प्रक्रिया पूरा नगरी बजेट पारित गर्ने
परिपाटीको अन्त्य हुनुपर्छ। यदि तल्लो तहकै सरकारको प्रक्रिया विकृत भयो भने संघीयताको भरोसा हराउँछ र जनता फेरि निराशाको गहिरो खाडलमा फर्किन्छ। त्यसैले अब खबरदार भनौं, खबरदारी गरौं।